हाम्रो उहाँ हुनुहुन्छ बर्डिङ गाइड है उहाँलाई 600 प्लस स्पिसिस यो बर्डहरू थाहा छ है आदिदा भन्नु पर्यो के भन्नु मैले अब यो के हो कस्तो हो यो व्यवसाय भन्ने कुरा चाहिँ अलि बुझाइदिनु पर्यो यति भन्छु सबैले यो फिल्डलाई राम्रोसँगले पक्रेर गयो भने चाहिँ भविष्यमा गएर राम्रो पनि हुनसक्छ तर अब एकजना अब आफूले राम्रो जोलाई इच्छा लागेर अब सिक्ने इच्छा हुन्छ त्यस्तोले मात्रै सिक्नु भन्छु त्यो अब जस्तै त्यो सिक्नु इच्छा नहुनेलाई चाहिँ नगर्दा पनि हुन्छ किनभने यो यस्तो बोरिङ काम हो भन्नु मात्रै सजिलो हो तर बोरिङ काम हो तर अब गर्नेले हो भने चाहिँ इन्ट्रेस्ट गरेर गर्छ नगर्नेले हो भने चाहिँ केही गर्नु पनि सक्दैन यसमा गरे अनुसार तर पैसा चाहिँ छ है गरे अनुसार पैसा चाहिँ छ यसमा चाहिँ के छ भने जस्तै भविष्यमा राम्रो काम गर्नु छ भने चाहिँ पहिल्यैदेखि कि अलिकति आफूले इन्ट्रेस्ट गरेको चाहिँ नेचर लभर चाहिँ हुनुपर्छ नत्र भने चाहिँ साह्रै सक्दैन अब हाइकिङ गर्नेले अब टुर गाइडहरू ट्रेकिङ गाइडहरू गर्नु सक्छ अहिले अब सिक्किम इन्सपायरले पुरा अब भ्याकेन्सीहरू दिइरहेको छ तर अझै पनि हाम्रो सिक्किमकोहरूले अपर्च्युनिटी उठाउँदैन खालि गभर्मेन्ट जब मात्रै हेर्छ हो नि गभर्मेन्ट जब अब त्यो 9,000मा 9,000 12,000तिर एक महिनाको स्यालेरीमा बसिरहेको हुन्छ होइन अब त्योभन्दा त बरु यता टुरिज्मबाट गऱ्यो भने टुरिज्मको अब आफ्नै सेल्फ काम गऱ्यो भने आफूले त्योभन्दा बेसी कमाउनु पनि सक्छ यस राइट